जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवनशैलीमा यहाँहरूलाई स्वागत छ। तपाईका खुट्टाको लागि सोझा मार्गहरू बनाउँदै तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गडो गोडा नखुस्कोस् तर निको होस्। हिब्रू 12:13। तपाईले कहिले यसो भनेको सुन्नु भएको छ? तिमीहरू हिँड्ने बाटो सोझो बनाओ। यसको अर्थ के हुन सक्छ? र अझ महत्त्वपूर्ण कुरा, तपाईले कसरी मार्गहरू सोझो बनाउन सक्नुहुन्छ? तपाईले आफ्नो खुट्टाहरूको लागि समतल मार्गहरू बनाउन सक्नुहुन्छ जब तपाईँ आफ्नै लागि सही कुरा गर्न सजिलो, गलत कुरा गर्न कठिन वातावरण बनाउनुहुन्छ। हाम्रो शारीरिक जीवनमा मिल्ने एउटा उदाहरण दिन्छु है। यदि तपाईलाई मुटुको समस्या छ भने तपाईको डाक्टरले तपाईलाई चिल्ला खानेकुरा खान बन्द गर्न सल्लाह दिनुहुन्छ। यो अवस्थामा अब तपाईले आफ्ना खुट्टाको लागि सोझो बाटो बनाउने भनेको के हो भने तपाईले सबै खानेकुरा आफ्नो घरबाट हटाउनुहुन्छ, चिल्ला खानेकुरा र हरेक दिउँसो तेलमा तारेर मिठा मिठा परिकार बनाउने पसलको बाटो भएर नहिँड्ने निर्णय गर्नुहुन्छ। यी विकल्पहरूले गर्दा तपाईलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न सजिलो हुनेछ। लामो समय पहिले बाइबलमा दाउद नामक एक राजा गलत गर्न सजिलो मान्दा उहाँ गहिरो समस्यामा पर्नुभयो। दोस्रो शमूएल 11:1 लेखिएको छ, वसन्त ऋतुमा जब राजाहरू लडाईँ गर्नलाई निस्कन्छन्, दाउदले योआब र आफ्ना अरू अधिकृतहरू र सबै इजरायलका फौजलाई पठाए र तिनीहरूले अम्मोनीहरूलाई ध्वंस पारे र रब्बालाई घेरे। तर दाउद चाहिँ यरुशलेममा नै रहे। दाउद राजा आफ्नो सैनिकहरूका साथ युद्धमा जानुपर्ने थियो, तर उहाँ घरमै बस्नुभयो र उहाँको निर्णयले उहाँ गहिरो समस्यामा पर्नुभयो। यो कसरी भयो? सम्भवतः दाउदले दिउँसो खाजा खानुभयो, खाना खानुभयो अनि दिउँसोको जिम्मेवारीहरू अघि केही बेर सुत्नुभयो। केही समयपछि दाउद उठ्नुभयो, आफ्ना आँखा मिच्नुभयो, उठेर तन्किनुभयो र उपत्यकातिर हेर्न लाग्नुभयो। दरबारको छतबाट उहाँले दिउँसोको घाममा एउटा सुन्दर महिलालाई छतमा नुहाइरहेको देख्नुभयो। उनी को हुन्? मैले उनलाई यसअघि कहिले देखेको थिइनँ। दाउदले एक सहायकलाई सोध्नुभयो र त्यस क्षणदेखि सबै कुरा बिग्रन थाल्यो। दाउदले बेतसेबालाई दरबारमा बोलाउनु भयो अनि बेविचार गर्नुभयो। केही समयपछि बेतसेबाले दाउदलाई सन्देश पठाइन्, म गर्भवती छु। बच्चाको पितृत्व स्वीकार्नु दाउदले सामना गर्न चाहेको कुरा थिएन। उहाँले यसलाई समाधान गर्ने उपाय बेतसेबाका श्रीमानलाई युद्धबाट घर बोलाउनु हो भनेर सोच्नुभयो र त्यसो नै गर्नुभयो। दाउदले बेतसेबाको श्रीमानलाई घर बोलाउनु भयो, यो आशा गर्दै कि उनी आफ्नो पत्नीसँग मिल्नेछन् र सबै समस्या समाधान हुनेछ। तर जब बेतसेबाका पतिले घर आउन अस्वीकार गरे, दाउदले उनलाई युद्धको अगाडिको मोर्चामा पठाउनु भयो, जहाँ उनको मृत्यु भयो, किनकि दाउदले आफ्नो गल्ती ढाकछोप गर्न खोज्दै हुनुहुन्थ्यो। यी सबै कुरा हुने नै थिएनन् यदि दाउदले आफ्ना खुट्टाहरूका लागि सोझा मार्गहरू बनाउनु भएको भए। एक गल्तीले अर्को गल्तीतर्फ उहाँलाई अभिप्रेरित गर्यो। तपाईले केही कुरा गर्नु अघि नै सही निर्णय गरेर कठिन परिस्थितिहरूबाट बच्न सक्नुहुन्छ। तपाईँ आफ्नो जीवन कसरी जिउनुहुन्छ भनेर निर्णय गर्न सक्नुहुन्छ। तपाईले कस्ता फिल्म र सोहरू हेर्नुहुन्छ, कस्ता वेबसाइटहरू भिजिट गर्नुहुन्छ, कस्ता व्यक्तिहरूलाई तपाईँको साथी बनाउनुहुन्छ, तपाईँको घरमा कस्ता पुस्तकहरू तपाईँ राख्न चाहनुहुन्छ, यहाँसम्म कि तपाईँले कस्ता विचारहरूमा आफैलाई डुबाउनुहुन्छ भन्ने पनि। यदि तपाईँले यी निर्णयहरू अगाडि नै गर्नुहुन्छ भने तपाईँले आफ्नो जीवन धेरै सरल बनाउन सक्नुहुन्छ। एउटा रेखा कोर्नुहोस् र भन्नुहोस्, यसरी म आफ्नो जीवन जिउनेछु, र यो पक्का निर्णय हो। यसरी नै तपाईँले आफ्ना खुट्टाहरूको लागि समतल मार्गहरू बनाउन सक्नुहुन्छ। आफ्ना खुट्टाहरूका लागि सोझा मार्गहरू बनाउँदा अर्को एउटा फाइदा पनि छ। सम्झनुहोस् कि अन्य मानिसहरू, परिवारका सदस्यहरू, साथीहरू, सहकर्मीहरू र पक्कै पनि तपाईँका आफ्ना बालबालिकाहरू तपाईँको जीवनलाई हेरिरहेका छन्। मानिसहरू तपाईँका पाइला पछ्याइरहेका छन्। त्यसैले जब तपाईँले सही गर्नुहुन्छ, तिनीहरूले तपाईँको उदाहरण पछ्याउनेछन्।
तपाईँको मार्गमा रहेका कुनै पनि ठेस लाग्न सक्ने कुराहरू हटाउनुहोस् ताकि तपाईँले हिँडेको मार्ग पछ्याउने अर्को व्यक्तिका लागि सही कार्य गर्न सजिलो बनोस्। यदि तिनीहरूले तपाईँलाई सही कार्य गरेको देखेका छन् भने उनीहरूका लागि सही छनौट गर्न सजिलो हुनेछ।